हेलो एभ्रिवान सबैजनालाई हेलो फेरि पनि वेलकम टु माई च्यानल। यति बेला अब हामी चर्चबाट फर्केको अनि चर्चबाट फर्केर हामी घर जाँदैछौँ। अन्त पुरा उकालो हिँडेकोले थाकिरहेको छ। अनि यता मेरो साथी मुकेश केही भन्नु छ? मलाई केही भन्नु छैन भाइ। अन्त ओके, अब हामी एउटा साथीको घरमा जाँदैछौँ। हामी स्कुल फ्रेन्डको साथीको घरमा जाँदैछौँ। अन्त अब हामी त्यहाँ गएर भेट्नेछु हुन्छ। अनि म तपाईँलाई बाटोको भ्युजहरू देखाउँदै लानेछु। हामी अब हिँड्दा पुरा थाकिसक्यो हो। अनि साथीहरूको घर जानुपर्ने। अनि अहिले हामी आधी बाटो बिचमा छौँ। अनि त्यहाँबाट अन्त त्यहाँनिर साथीले बोलाएको छ। अनि किन बोलाएको हो त्यो चाहिँ थाहा छैन हामीलाई हो। त्यता भाइलाई पनि बोलाएको छ। अन्त किन बोलाएको त्यो चाहिँ दुईजनालाई थाहा छैन। अहिले हामी क्रिसमसको हाम्रो प्रोग्राम चल्दैछ क्रिसमसको अहिले होइन। हामी भर्खर एउटा रिहर्सल गरिकन आएको क्रिसमसको। अनि त्यो रिहर्सलको भिडियोहरू सबै कुरा म तपाईँहरूलाई सानो सर्ट क्लिप दिनेछु। त्यहाँबाट त्यो सर्ट क्लिपबाट तपाईँहरू इन्जोय गर्छु। यो प्लेसहरू हेर्नु सक्नुहुन्छ। यो बस गाडी यतानिर यो घर यो चाहिँ अब टाढो कहाँ होइन, यो जितलाङ हो। रम्फूदेखि अलिक माथि जितलाङको गाउँ। अन्त हामी त्यहाँनिर छौँ। अनि मेरो साथी पछाडि आइरहेको छ। हामी धेरै छिटो हिँडिरहेको छौँ। बजार जानु खालि सोचिरहेको छ त्यही कारण भन्दाखेरि। अन्त अब हामी घरको छेउमा आइपुगेको छौँ। अन्त अब यहाँनिर बाहिर बसिरहेको छ साथी। ए सोल्दा के छ अन्त केटा ठिकै छ? अन्त यता बिसा हेलो भाइ म नआउनु तैँले आइदिने तैँले सकिस् भने पर छ म खानु पर्यो नि सेलरोटी ओ रोटी त ट्याक पकाउँदैछ त यो बिरालोले जानेको चाहिँ हामीलाई दियो हो। यो यता कार्टुनकै छेउमा जाँदैछ कि हो। ए लिएर भाग्यो के हो सामान ल्याउनु? ओ चिया सेलरोटी खाएर त अब भारी हुनु पर्ने सामान ल्याउनु। ओ यहाँ त के ओए ओए मुकेश यो त खिलापिलापी के काम आयो त है? हो केटा तिमीले त खिलापिलाकै काम आयो त हामीलाई। अब चाहिँ हामी साथीको घरमा आएको थियो। यहाँ चाहिँ डरलाग्दै केही कुरा होला भनेको त अब फसिनु पर्ने रहेछ खासमा हो। अन्त खासमा चाहिँ कुरा के भन्दाखेरिदेखि हामी चाहिँ सोचेर आएको थियो होइन। अब साथीलाई धेरै पछिपट्टि भेट्नुला भनेर आएको थियो, एउटा आशमा थियो। तर यसले चाहिँ हामीले यहाँ यस्तो खाले गऱ्यो कि 2टा सेलरोटी र 1 कप चियामा चाहिँ त्यो 1 कप चिया 5 रुपियाँ कपको चियामा र 2टा सेलरोटीमा चाहिँ हामीलाई भारी बोक्नु लागेको गर्नै परेको छ होइन। अब साथीको त्यही दोष त्यसले यसरी निभाएको छ। राम्रो हस् त।
विशाल खासमा कुरा चाहिँ के हो भन्दाखेरि उहाँहरूलाई चाहिँ त्यो भारी बनाउनुको लागि चाहिँ ल्याएको होइन खासमा अनि मैले चुला बनाउनुपर्छ भने अनि चुला क्यान्सल भयो मैले भने ग्यास खाएर तल जाउँ भने अनि फेरि दिदीले फोन गरेर भन्नु दिदी आउँदैछ अरे ल्याउन आइज भने होइन मैले भने बस्दै गरेर म जान्छु सामान अलिक छ अरे भनेको होइन अनि जाने त्यो भएर चाहिँ त्यो गोदामलाई भारी कम खिलापिलाके काम गरे खिलापिलाके काम गरे होइन अब हामीले भात पनि खाँदिन भनेको थियो जति भोकटे भयो भयो हो अनि अहिले भन्नुभयो दस लाख अन्याय अत्याचार भयो अन्याय अत्याचार भयो मुकेश यसले दिदी खाँदै गरेर सिलटी हातबाट खोजेर खाँदै गरेको सिलटी पनि गर्छ खोजेर मैले देखेको झन्डै 10,000 बेसी खाइसक्यो कम्ती खायो भन्नु न भनेको पकाएर लु लु विशाल विशाल लग गर्नु पर्दैन यहाँ 740 कुल अब लास्टमा चाहिँ अब यो बोक्नु पर्ने अरे ठिकै छ अब बोक्नु पर्यो बिचोकै पाल्यो यो मेरो हातमा पनि छ मुकेश भाइको बिचार अब झन्डै लड्यो बिजोकै पारे बिजोक केटाहरूले बोक्दैछ यो चाहिँ अत्याचार डरलाग्दो भएको खिलापिलाके काम आयो हो हत्तु पारेछ है मुकेश अब हामी साथीको घरबाट घर फर्किँदै जाँदाखेरि घर फर्किएको घर फर्केको भनेको घर फर्केको होइन अब लस घर जानुपर्छ अब सी यू इन नेक्स्ट भिडियो सबैजनालाई बाई भन्दै केटा यो च्यानललाई सब्सक्राइब कमेन्ट सेयर तपाईँ हो अन्त यसमा चाहिँ के मिस्टेक भएको छ प्लिज कमेन्टमा बताइदिनुहोस् होला